वर्ल्ड कपको रौनक चाहिँ आज बेलुकाबाट सुरु हुँदैछ है। भोलि बिहान 3:45 चाहिँ ब्राजिल भर्सेस मोरोक्कोको गेम छ र वर्ल्ड कपको राजाहरू जसलाई वर्ल्ड कप भन्ने बित्तिकै तपाईँहरूलाई कुन नेसनको याद आउँछ, त्यो नेसनको म्याच छ। र अहिले हाम्रो 2020 पछिको एकदमै बलियो टिम अन्डर डक्समा रहेको तर एकदमै शक्तिशाली टिम मोरक्को र मोरक्को भर्सेस ब्राजिलको म्याच चाहिँ वाइल्डली क्रेजी हुनेवाला छ है। र यो म्याचमा चाहिँ हामीले यदि हेड टु हेड यिनीहरूको म्याचेसहरू हेर्ने हो भने जम्मा 2वटा हेड टु हेड म्याचेसहरू भएको छ र एउटामा ब्राजिलले 3-0 को कहानी बनाएको थियो भने त्यो धेरै अगाडिको कहानी थियो। र अहिले हेड टु हेड 2022 पछिको म्याचेस हेर्ने हो भने त्यसमा मोरक्कोले जित हासिल गरेको थियो। र ब्राजिलको टप 10 म्याचेस हेर्ने हो भने 3वटा लसेस पनि देखिन्छ, ड्रहरू पनि देखिन्छ, अलिअलि विन देखिन्छ। र मोरक्कोको टप 10 म्याचेस हेर्ने हो भने 8वटा विन र जम्मा 2वटा ड्र देखिन्छ र कुनै पनि लस देखिँदैन। र मोरक्कन फुटबल एकदमै राम्रो देखिन्छ र अचरफ हाकिमीले पनि हामी अफ्रिकाको ब्राजिलियन हुन् भनेका छन् र उनीहरूको म्याच पनि राम्रो छ है। नेमार जुनियरको चाहिँ आगमन नहुने कुरा छ। नेमार जुनियर सानो इन्जुरीको कारण भोलिको गेमबाट बाहिर रहनेछ र भोलि बिहान सबैले म्याच हेर्नु होला र प्रेडिक्सन गर्नुहोस् गाइज। हजुरहरूको प्रेडिक्सन के छ? मेरो प्रेडिक्सन 3 ब्राजिल 2 मोरक्को। एन्ड योर प्रेडिक्सन डु कमेन्ट गाइज।